आशिष दाइलाई फोन हानौँ न पहिला। कति टाइम लाग्छ दाइ तपाईँलाई? अब लाग्ला थियो त्यो ब्याग त कस्तो अप्ठ्यारोले राख्यो ब्याग। म निस्किन लाग्यो अब। ल निस्कन त तिमीहरू कहाँ पुग्छौ? सीता पाइला निस्क्यौ? ल ल ल सीता पाइला पनि भेटौँ ल। आज हामी फ्राइडे निस्केको, मन्डेतिर घर पुग्ने हिसाबले निस्क्या हो होइन। वेदर फोरकास्ट हेर्दाखेरि मन्डे र फ्राइडे चाहिँ बबालाई पानी देखाएको छ है। अनि काठमाडौँमा चाहिँ 4 दिन पानी छ। सबै सोचेको जस्तो भयो भने चाहिँ आज हामी लेते पुग्छौँ। लेते पुगेपछि त्यहाँबाट भोलि हामी त्यहाँ पनि कन्डिसन अप्लाइड छ। कन्डिसन के छ भन्दाखेरि यदि राम्रो वेदर भयो भने चाहिँ हामी लोमान्थाङतिर लाग्छौँ। अलि गाह्रै छ भन्ने जस्तो त्यहाँ देखियो भने चाहिँ त्यहाँबाट हामी मुक्तिनाथ दर्शन गरेर हाम्रो यात्रा मुक्तिनाथबाट फर्किनेछौँ। आशिष दाइलाई ठ्याक्कै यहाँ भेट्यो। अब शर्मा चाहिँ सीतापाइलामा छ। हामी 3 जना जाँदै हो यो बाइक राइडमा। आशिष दाइले र मैले सेम ब्याग किनेछौँ टेल ब्याग। अलिकति ठुलो हो कि जस्तो लागेको थियो स्टार्टिङमा, तर ठिकै छ। बाइकमा त ठिकै देखिरहेछ नि आशिष दाइको होइन। आशिष दाइले मलाई चिन्नु भएन, त्यहाँ पेट्रोल हालेर आउनु होला आशिष दाइ। भीमढुङ्गाको बाटो भएर जाने हो होइन। ठ्याक्कै सीतापाइला चोक, सीतापाइला चोकबाट लेफ्ट लिएपछि बिचको रोडबाट जाने हो हामी भीमढुङ्गा। यहाँबाट जाने हो। आधी घन्टामा ठ्याक्क धार्के पुग्यो यो भीमढुङ्गाको बाटोबाट। यहाँबाट राइट शर्मा उ त्यहाँ छ। शर्मा त 10 मिनट आयो क्या हो। पृथ्वी हाइवेबाट सर जाने हो पोखरा। हामी चिया त कता खान्छौँ शर्मा? मलेखु। हाइवेको बाटो बन्दैछ। यत्रो ठुलो बाटो भएपछि त पश्चिम लाग्नु त केही गाह्रो कुरै भएन नि होइन। तर कहिले कम्प्लिट हुन्छ भन्ने हो कि। बाटो यदि ट्याक्क लाएर दामी हुने हो भने त नेपाल त केही नै होइन कि, केही नै। यति नजिक छ होइन। बाइक राइड त बबाले मजा आउँछ कि। पूर्व पश्चिम झ्याप्पै हामीले नि। गल्छीको बाटो पनि बवाल हिलो छ त है। डेन्जर जाम छ यार यहाँ त। होइन खै वान वे छ जस्तो। मलेखुमा हेभी लन्च भयो। अब फेरि पोखरामा के रोकिरहनु भनेर यहीँ आधी घन्टा टाइम दिएर अब पोखरामा चाहिँ हल्का फुल्का
चिया खाने यतातिर त पुरै घाम लागिरहेछ रेनकोटमा छु म गर्मी गर्मी भइरहेछ अब यो रेनकोट खोल्यो भने एकछिनमै फेरि पानी पर्ने ठाउँ पुग्छ कृष्णवीर होइन आसी त यो कृष्णवीर भने यो पनि एकदम पहिरो जाने ठाउँ हो नि त पहिला होइन हामी निस्किन अलिकति आधी घन्टा त के 1 घन्टै ढिला निस्क्यो नि 6 बजी त निस्किसक्नु पर्ने थियो हामी 6 बजी घरबाट चाहिँ निस्क्यो 6:30 बजे जय मनोकामना माई अब यहाँबाट हामी राइटतिर लागेर पोखरा जाने हो पोखराको बाटोतिर लागियो यहाँबाट पुरानो पुल चाहिँ त्यो भयो यो चाहिँ नयाँ पुल हो पुरानो पुल त होइन फोटो खिच्ने मात्रै हो अब शर्माले फोटो खिच्छ क्या हो यहाँ यो हाइड्रो पावर Mostly hydro power. कस्तो कुदाउने के माइक्रो आबु खैरिनी पुग्यो अब पोखरा छ 83 किलोमिटर यहाँबाट गोर्खा जाने ठाउँ यताबाट राइट हामी टक्कै स्ट्रेट जान्छौँ यस्तो दामी पिच रहेछ हैन त मजा आउन त यो बाटो अलिकति हान्नु पर्यो यार स्पिड है के भन्छौ ओहो यतिको बाटो चाहिँ हुनु पर्यो के हाइवे भनेपछि हैन शर्माको आतंक छ यहाँ यस्तो पावर छ के दाइ हामीले के भ्याउनु यहाँ अल्कटा हालेको क्या उ पिच गर्नलाई
पोखराबाट ठ्याक्क 2 बज्न लाग्यो हामी निक्लेर अब यहाँबाट मिनिमम पनि 4 घन्टा लाग्छ होला लेते पुग्नलाई हेरौँ त्योभन्दा अगाडि भयो भने त राम्रै हो उज्यालोमै पुगिन्छ अहिलेसम्म वेदरले एकदम साथ दिइरहेछ बागलुङ जाने यो हाइवेको यो सेक्सन पनि दामी छ बाटो चाहिँ मजा आउँछ यो बाटो बनाएपछि जस बागलुङ पुग्नलाई धेरै सजिलो भएको छ नि हिमजा जाने बाटो अफ गर्ने बिर्सियो जस्तो लाग्यो क्या रेकर्डिङ भएको भए जस्तो भयो जस्तो अब लास्ट एउटा ब्याट्री छ यतिले लेतेसम्म खिच्ने हो अहिले चाहिँ यो ठ्याक्क हिमजा र सारङकोटबाट आउँदाखेरिको बाटो जोडिने ठाउँसम्म पुगिसक्यो हामी अब यहाँबाट पहाडको बाटो हो अलि स्लो नै होला राइड चाहिँ तर शीतल शीतल छ मजाको छ राइड शर्मा अगाडि कुदिसक्यो आशिष दाइ र म चाहिँ सँगसँगै छौँ आशिष दाइ र म चाहिँ इन्टरकममा कनेक्टेड छौँ यहाँ तल पोखरा देखिन्छ क्यामेरामा त देखिँदैन होइन पोखराको फेवाताल मोदी गाउँपालिका रे हाइड्रो त कति हो ठ्याक्क कुसमा पुग्यो 3:15 बजे शर्मा आएको त आधी घन्टा भइसक्यो कता बसिरहेको छ हेर्नुपर्छ आशिष अमात्य हो हामी मुस्ताङ अप्पर अमात्य आउन सक्छ अहिले त छैन जाउँ यहाँनिर यसो टायर प्रेसरहरू हेऱ्यौँ आशिष दाइकोमा 2 किला छिरेको रहेछ ठिक छ होला तर अब आशिष दाइकोबाट हावा लिक त हुँदैन होला जस्तो लाग्छ बेनी पुगियो अब लगभग हिँड्यो शर्मा चाहिँदैन होला दाइ उसले फुल हाल्यो होला त्यहाँ आई हाल्यो जस्तो लाग्यो पेट्रोल हाल्यो अब पुग्छ मजाले नै अब कालीगण्डकीको तिरैतिर जान्छौँ हामी आज हामी त लेतेसम्म मात्रै जाने प्लान हो लेतेसम्म पुग्नलाई नै अब टाइम लाग्छ जस्तो कि अहिले 4:51 गएको छ होइन भनेपछि 1.5 घन्टा लाग्यो भने त हाम्रो लगभग 6:30 बजीतिर पुगिन्छ होला तातो पानीको कुण्ड यो हो यहाँ चाहिँ टक्क टिकट काटेर जानुपर्ने हुन्छ यहाँभित्र जुन चाहिँ आज हामी जाँदैनौँ अलिअलि अफरोड छ
यस पहिला चाहिँ अलि धेरै नै अफरोड थियो। मुस्ताङ जाने भनेपछि ओ मुस्ताङ जाने अफरोड बाइक भने जस्तो हुन्थ्यो। अब चाहिँ मजाले स्कुटरमा पनि आउन सक्ने भइसक्यो कि। स्कुटर भनेको मतलब स्कुटरमा आउने त होइन होइन, किनभने जति लङ डिस्टेन्समा ट्राभल गर्दाखेरि त स्कुटरमा गाह्रै हुन्छ हेर। त्यही भएर चाहिँ भन्दाखेरि चाहिँ स्कुटरमा नि आउन सकिन्छ भने जस्तो हो। तर अलिअलि ठिकै सस्पेन्सन भएको होइन 150cc को बाइकमा मजाले आउन सकिन्छ। अब पहिरो खसिहाल्छ यसरी पहाडको बाटोमा। रुप्से झरनामा पानी त्यति धेरै फ्लो चाहिँ छैन, तर हामीले यहाँ फोटो कताबाट खिच्छौँ उहाँ सिधै। दामी छ ल रुप्से। पर्फेक्ट टाइम भयो हामी आएको। हल्का मनसुन स्टार्ट भइसकेको, त्यही भएर डाँडाहरू पुरै हरियो छ नि। यो त पुरा सुक्खा लायो हुन्थ्यो नि। घाँसमा जे होस् इन्ट्री गर्नुपर्ने रहेछ अहिले। बाइक नम्बर अनि राइडरको फोन नम्बर। 7 किलोमिटर छ यहाँबाट लेते। लेते बस्ने हो हामी। त्योभन्दा अगाडि नजाउँ जस्तो लाग्छ। हेरौँ आशिषले के भन्नुहुन्छ, शर्माले के भन्छ। त्योभन्दा अगाडि बस्नु पनि मजा आउँदैन जस्तो लाग्यो कि यसो विचार गर्दाखेरि होइन। त्यही भएर लेतेतिरै बस्ने कि भन्ने कुरा भयो। अनि हामीले अलमोस्ट 320 किलोमिटर जति गुडाइसक्यौँ। त्यही भएर रेस्ट पनि चाहियो नि त। भोलि बिहान चट्ट क्लियर होस् त। लेतेबाट फर्स्ट मर्निङ भ्यूमा चाहिँ चट्ट लाएर पछाडितिर हिमाल देख्न पाइयोस् त ल। यस्तो मनसुन सिजनमा पनि त्यस्तो देख्न पायो भने त हामी जति लकी को होला र होइन। सिनिक छ नि त भ्यू। अब अलि अँध्यारो भएर कस्तो देखिरहेछ क्यामेरामा चाहिँ होइन। बवाल सिनिक छ कि। ढुङ्गाको घर ठ्याक्क हामी लेते पुग्यो। जाउँ न त, यही जाउँ ल। डे सेकेन्ड हामी हिजो लेतेमा बसेको थियौँ। लेते पुग्ने जेलसम्म पानीले खासै दुःख दिएन। अनि आज मौसम अलिअलि क्लियरै छ। मर्निङ भ्यू चाहिँ यस्तो छ लेतेबाट। माउन्टेन मजाले देखिरहेछ यहाँ। अलिअलि क्लाउडी छ तर लेतेमा आजको भ्यू चाहिँ बवाल छ। डाँडातिर अलिअलि काम लागिरहेछ। ल म निस्किँदै तलतिर हो ल। हामी चाहिँ अब सिधै धुम्बा लेक नगइकन टिटी लेक जाने भएको छौँ। यहाँ होटेलको दाइले चाहिँ धुम्बा लेक जानुभन्दा टिटी लेक पनि जानु न, मान्छेहरू धेरै जाँदैन भन्नुभएको छ होइन। ट्याक्क यहाँबाट चाहिँ उता बेनीबाट आउँदाखेरि राइट साइड ऊ यहाँ लेखिरहेछ लेटे कालो पानी भनेर दिएको छ। यहाँबाट छिर्नु पऱ्यो हामी। टिटी लेक जाने छायो। यहाँबाट जानु पर्यो हामी। एउटा
अब यहाँ बाटो जे होस् बन्दैछ, त्यो ब्रिज बनेपछि यो बाटोबाट जे होस् अलि सजिलो हुन्छ होइन। टिटी लेक मजाले गइन्छ। त्यो पछि हामी चाहिँ यो टिटी लेकको जुन यो लेचेको अलि तलबाट छिरेको छौँ नि होइन, त्यो बाटो हामी फर्किनु पर्दैन। हामी त्यहीबाट सिधा अगाडि गयो भने हामी फेरि त्यो जोमसोम जाने बाटोमा पुग्छौँ। त्यही भएर हामी चाहिँ टिटी लेक जाने अनि त्यहाँबाट सिधै जाने। ओ भैँसी मलाई अलिकति ठाउँ दिए। एग्रिकल्चर नै मेन होला यहाँ। फर्स्ट त टुरिज्म होला। मकै छ, आलु छ यहाँ रोपिरहेको। यस हिजो हामीले डामेको आलु पनि ट्राई गऱ्यौँ यहाँको। ओहो मजा आयो यार, यो ठाउँ त बवाल दामी छ यार। त्यहाँ पुरै माउन्टेन देखिरहेछ, यो पुरै भ्याली। वाउ वाट अ भ्यू। चट्टै यहाँ क्याम्पिङ स्याम्पिङ गरेर बस्दाखेरि कति दामी हुन्थ्यो है। अलिकति यस्तो ठाउँमा चाहिँ एउटा क्याम्पिङै गर्ने भनेर एउटा स्पेस बनाइदियो हुन्थ्यो क्या होइन। एउटा फायर पिट अलि ढुङ्गाको होइन। अनि त्यसपछि अब रनिङ वाटर जति नै छ त्यहाँबाट एउटा पाइप ल्याएर रनिङ वाटर, त्यो वाटरलाई चाहिँ टक्क बोइल सोइल हानेर खान मिल्ने। अनि टक्क टेन्ट सेन्ट लगाउने ठाउँ भयो भने बवाल हुन्छ क्या। जस्तो कि उयो ठाउँ जस्तोमा के होइन, त्यहाँ एनटिसीको टावर सावर छ नि, त्यहाँतिर एउटा टक्क बस्ने ठाउँ, इन्टरनेट मजाको। अनि अफिस टाइममा टक्क काम गर्ने, वर्किङ आवर सक्यो झ्यापझुप बन्द, ट्याक्क एउटा हाइक हान्ने डाँडा, इच डे एउटा डाँडा हाइक हान्ने गरेर कति मजा आउँछ है। बवाल हुन्छ होला। सोध्नुपर्छ मान्छेलाई। दिदी टिटी लेक जाने हो? ए हस् धन्यवाद। बवाल देख्छ त हिमाल त। यस्तो बाटो भने त जाने हामी होइन। ओ टिटी लेक पुग्यो क्या हामी। न्यू लोकेसन अनलक भयो भने त सिधै यो त नुपासाङ खर्क भन्दो रहेछ यसलाई होइन। खर्कहरू दामी हुन्छ नि, ग्रासल्यान्ड, हाँसहरू रहेछ। ओहो हो काँडाको झ्याङ रहेछ। बाइक टक्क टिटी लेकको किनारमा राखेका छौँ। हिमाल पुरै देखिरहेछ। खर्क हो यो खासमा, यता माथि खर्क छ होइन। यहाँ लेक दामी छ। एकछिन हेरौँ न टक्क हटेर होइन। टिटी लेकबाट निस्क्यो हामी।
रोड चाहिँ कम्प्लिटली बन्ने हो भने चाहिँ मान्छेहरू यहाँबाट भएर मुस्ताङ जान्छ क्या। बिचमा एउटा लेक पनि पर्यो नि त। यस यो ठाउँ बवाल हुनेवाला छ। अघि जुन हामी एउटा सस्पेन्सन ब्रिजबाट गइरहेको थियौँ होइन, ठ्याक्क पारी गएको थियौँ। अब फेरि यो सस्पेन्सन ब्रिजबाट चाहिँ वारी जाँदैछौँ। हावा लागिरहेछ सरर। काली गण्डकी पार गरिँदैछ। सेकेन्ड सस्पेन्सन ब्रिज हो यो आज हामी पार गरेको। अलिकति यहाँ चाहिँ झ्याउ रहेछ होइन। ढलान हान्दै रहेछ हान्न चाहिँ। अहिले त दामी भइसक्यो बाटो। यस्तो दामी भ्यू छ। यी शर्मा अगाडि कुदिसक्यो, आशिष दाइ गइसक्नु भयो होइन। यस्तो दामी बाटो छ भनेपछि हामीले डिस्टेन्स अलि राम्रै कभर गर्छौँ। लार्जुङ बजारमा हामी प्रवेश गरेका छौँ। क्रिकेट खेलिरहेछन् जस्तो छ त्यहाँ ग्राउन्डमा। एकदम सिनिक छ भ्यू। स्ट्रेट छ पुरै स्ट्रेट। यताबाट मार्फा भिलेज छिरेर जानुपर्छ। अब ब्याक टु फेरि हामी मुस्ताङको रोड लाग्छौँ। जोमसुङको एयरपोर्ट हो यो चाहिँ। रनवे देखिरहेको छ यहाँ साइडमा। धुम्बा लेक मुस्ताङको यस्तो टिकट काट्नुपर्ने रहेछ 30 रुपियाँ अरे। ग्रिन छ लेक चाहिँ। पोखरीमा माछा छ होइन। बाइक हामीले त्यहाँ राखेका छौँ। माछाहरू रहेछ टन्नै। ट्राउट हो कि के हो यो होइन रहेछ। ऊ रहेछ कमन कार्प। त्यो माउन्टेनको पछाडिपट्टि चाहिँ तिलेचु छ, तिलेचु लेक। तर त्यो पार गर्न सकिँदैन हामी यहाँबाट। यो तलको बाटोबाट चाहिँ डोल्पा जाने रहेछ होइन। हामी चाहिँ मुस्ताङ, कागबेनी, मुस्ताङ, लोमानथाङ जाने हो। कागबेनीबाट लोमानथाङ र यता राइटतिर चाहिँ मुस्ताङ जान्छ। ल कता हो हामी? होटेल कागबेनीमा लन्च गऱ्यौँ हामीले। अब हामी अप्परतिर लाग्छौँ यहाँबाट। 11:30 बजी हामी यहाँबाट निक्लिरहेछौँ भनेपछि हेरौँ कति बजे पुग्न सकिन्छ।
त्यतिवटा क्रसिङ बिग्रेर है कहाँबाट आउनुभयो त तपाईँहरू हजुर कहाँबाट आउनुभयो यहाँ आज त हामीले यतिदेखि तपाईँहरू हामी हिजो 10 किलोमिटर पछाडिबाट फर्क्या हो ए पुगेर पुग्न ला बेला एकजना भाउजूलाई गाह्रो भएर ए अनि फर्केर आज जमसुङ छोडेर हामी जानु लाग्यो यस्तो भ्यू छ लोमानथाङ जाने बाटो पुरै अफरोड बेनीबाट अलिकति अगाडिसम्म पिच रहेछ त्यहाँबाट पुरै अफरोड यस्तो विन्ड नोइज विन्डले पुरै झकालिरहेको छ क्या बाइकलाई होइन त्यही भएर हामी एकदम स्लो एन्ड स्टडी भएर जान खोजिरहेछौँ शर्माको ठ्याक्क त्यो हावाले हान्यो क्या त्यो ठ्याक्क उकालोमा अनि उसले ब्रेक हान्न खोज्यो अनि चिप्लिहाल्यो त्यो पनि यो किट वेल्डिङ हो क्या दाइ किट वेल्डिङ त गर्न सक्दैन त्यसले हामीले त्यहाँ जुगाडु केही गर्न पायो भने गर्ने हो ल एकचोटि हेरौँ न त्यहाँ एकचोटि त्यो वर्कसपमा हेरौँ होइन एकचोटि त्यो वर्कसपमा हेरौँ त्यहाँ एउटा केही जुगाड लगाउँ कि त्यो जुगाड लाग्छ क्या दाइ त्यहाँ त्यसबाट एउटा केही पेज छिराएर भयो नि जे गरेर भयो नि त्यहाँ एउटा बाँधेर भयो नि त्यसलाई यस्तो निकालौँ कि होइन उसले चेन्ज त गरिरहेछ अहिले होइन ए गरिसक्यो भर्खर गरिरहेको त चेन्ज गरिरह मैले हेरिरहेको छु चेन्ज गरिरहेछ तर यो किटको हुनु चाहिँ अलिक नराम्रो रहेछ है यहाँ ठ्याक्क चेक पोइन्टमा चाहिँ पायौँ हामीले अब अलिकति निकाल्नु हो निकालिदिनु अब यस्तो जुगाड लगाउँदैछौँ हामी होइन ए ल त्यो त गर्छौँ हामी ल यति जुगाड गरिदिएपछि तपाईँले हामीलाई पुगिहाल्यो नि भयो पर्दैन तानै छ कि निकालिदिनु त्यो पानी हाल्दिन पानी हाल्नु एकछिन होस् न ल्यान्डस्केप त कस्तो क्या यहाँको यस्तो छ यहाँ अवस्था चाहिँ सिधै माथि चढ्नु छ वेलकम टु समर भिलेज अनकन्टा डाँडा अब यहाँबाट यस्तो घुमेर फेरि त्यही माथि चढ्ने हो यहाँ चाहिँ एकछिन रोकौँ है त दाइ के हो आसिदाईको त्यो नम्बर प्लेट पनि निक्लिन लागेको छ मलाई पछाडिको माटोले भनेको बाटो चाहिँ यही हो अप्पर मुस्ताङ अझै 2 घन्टा जति लाग्छ हामीलाई उठेरै कुदाउनु पर्यो अलिकति यो चाहिँ वाल हावाबाट बचाउनलाई लगाएको त्यहाँ अगाडिको नै कस्तो दामी छ भ्यू रातो निलो माटो हावाले बनाएको हो यो स्ट्रक्चर चाहिँ लगभग 1 घन्टा हिँडेपछि एउटा गाउँ देखियो अब एकछिन हामी त्यहाँ रोक्ने रेस्ट गर्ने साराङमा चाहिँ हामीले चिया खायौँ अनि एउटा चाइनाबाट आएको बिस्किट खायौँ एकदम फुल हुने टाइपको रहेछ कि त्यो खायौँ अब यहाँबाट लोमानथाङ चाहिँ 1 आवर हुने जस्तो लाग्छ तर हामी एकदम स्लो गइरहेछौँ त्यो हिसाबले चाहिँ 1.5 घन्टा लाग्ला हामीलाई अहिले 4:30 बजिरहेछ लोमानथाङ
जाने बीच बाटोमा इन्द्रबक्स गढ रहेछ यो, तर मान्छे चाहिँ छ जस्तो लागेन है। मान्छे चाहिँ छैन यहाँ, छ कि तर केही पनि देखिन्न यहाँ भित्र त। कोरोला जाने बाटो भनेछ, तल के माथि हो यो त टावर मात्रै होला नि होइन, तल हो तलै हो भने जाउँ। ओ माई गड छ नि त यहाँ त, डेन्जर छ है। अँ त्यही भने है, ठेल्यो कि क्या मान्छेले, के अर्को अल्टरनेटिभ गएछ कि? ओ माई गड, ओ माई गड, लोमानथाङ पुग्यो। वेलकम टु लोमानथाङ भनिरहेको छ यहाँ। थ्याङ्क यू थ्याङ्क यू। हामी फाइनल्ली नेपालको टप एलिभेसनमा भएको भिलेज पुगिरहेछौँ। आज हामी लोमानथाङमै बस्छौँ। लोमानथाङ त एक्सप्लोर के गरिन्छ होला हेरौँ। आशिष दाइ पुगिसक्नु भयो। पुग्यो शर्मा। दुख्यो? औषधि खानुपर्छ। धेरै दुखी छ? होइन, त्यहाँ होटेलमा चेक इन गर्ने, उता दाइले हेर्दै हुनुहुन्छ। कति पुग्नुभयो? ए कति वर्ष हुनुभयो? 74। हिँड्नु नि तपाईँ। शर्मालाई अलिक खुट्टा दुखिरहेको अरे। बाइकको साउन्ड सुन न, बाइकको साउन्ड। शर्मालाई घुँडा किन नदुखोस् क्या, मलाई त यहाँ राख्दा राख्दा घुँडा दुखिसक्यो। होटल होटल होटल। यो घर हेरौँ, ट्याक्क लाएर यस्तो घर छ यहाँ। लोमानथाङमा छु म आज। भोलि चाहिँ हामी कोरोला बोर्डर जाने। यस्तो गल्लीमा छु, एकदम विन्ड आइरहेछ। आउनु चाहिँ माटोको घर, पुरै माटोको घर। माथिपट्टि चाहिँ यस्तो दाउरा राखेको हुन्छ होइन, जुन चाहिँ पछि काम लाग्छ। हामी त घरमा फेरि पुग्यौँ क्या। यस्तो लोमानथाङको गल्लीमा हरायौँ। गुम्बा छ, डेड एन्ड डेड एन्ड। यहाँबाट त जाने होइन, जाउँ त्यही पहिलेकै फर्क्यौँ। यो चाहिँ यहाँ लोमानथाङको दरबार। दरबारमा चाहिँ जान मिल्दैन, एउटा भोटे कुकुर छ। गुड मर्निङ फ्रम लोमानथाङ, द फरबिडन किङडम। 3800 मिटरको एलिभेसनमा छ यो गाउँ चाहिँ। अब आज चाइना बोर्डर गएर हामी फर्किन्छौँ। आशिष दाइ रेडी हुनुहुन्छ, हामी अब निस्किन्छौँ दुईजना चाहिँ। शर्मा चाहिँ आज यहीँ बस्छ अनि हामीसँगै फर्किन्छ यहाँबाट। हिजो उसको बाइकको गियर लिभर चाहिँ भाँचिएको थियो, हामीले अलिकति जुगाड लगाएर यस्तो बनाउन लगायौँ। त्यहाँ यस्तो बनाएर जस गेट सिफ्ट गर्न मिल्छ।
यो चाहिँ किटको दिया भएर चाहिँ अलिकति प्रब्लम भयो। अनि नयाँ बाइक थियो अनि लेग गार्ड पनि स्टक लेग गार्ड थियो जसले गर्दाखेरि त्यसले प्रोटेक्ट गर्न सकेन। अब यो बनाएपछि अलिकति लेग गार्ड पनि फेर्नुपर्छ, त्यसको क्र्यास गार्ड हाल्नुपर्छ। ल जाउँ अब यहाँबाट। आइसकेको नम्बर प्लेट खसेछ। यहाँबाट चाहिँ कोरोला बोर्डर 21 किलोमिटर देखाइरहेछ गुगलले, तर हामीलाई त्यहाँ पुग्नलाई अलमोस्ट 2 आवर्स चाहिँ लाग्छ होला। रोमान्थाङ यस बुद्धिस्टहरूको पानी नपर्ने भएको भएर चाहिँ सबै घर माटोको कि यहाँको। अब तल झर्ने हो यहाँ रहेछ कोरोला बोर्डर 21 किलोमिटर्स। यहाँबाट सबै बाटो हाम्रो यस्तै हो। अब फेरि ब्याक टु हिजोकै प्याटर्नमा कुदाउनु पर्ने हुन्छ बाइक चाहिँ। स्पिड पनि त्यस्तै। हामी चाहिँ हिमाल पारि आएको छौँ। हिमाल हाम्रो ठ्याक्क पछाडि छ। यहाँबाट 15 किलोमिटर अब अनि हामी कोरोला बोर्डर पुग्छौँ। पहिलाको भन्दा राम्रै हो आसी चाहिँ यतिसम्मको बाटो त्यस्तै हो। तर हामी जता जाँदैछौँ त्यहाँ हेर्नु त कस्तो कालो बादल। यहाँ इन्ट्री गर्नुपर्ने रहेछ एपिएफको चेकपोस्टमा। पुरै उकालो लाग्न पर्ने देखिरहेछ अगाडि हेर्दाखेरि। यसो हेर्दाखेरि वेदरले भयानक रूप ल्याएको छ यहाँ होइन। ओहो भ्यू त कडा त। ट्याक्कै यहाँबाट चाहिँ पुरै हिमाल देखिँदछ। डबल लोड हालेर होइन, ट्रिपल लोडै भनौँ न, अपाची RTR 200मा कुदाइरहेछ यहाँको लोकल मान्छे। यस्तो छ ल बोर्डरमा। ल हेलमेट खोलौँ। यहाँ राखौँ। नेपालको साइडतिर चाहिँ यस्तो टेन्टहरू राखेको छ। त्यहाँ हामीले एउटा चाइनिज कफी ट्राई हान्यौँ। माथितिर चाहिँ अलिकति फ्ल्याट ल्यान्ड रहेछ। बिचमा गाडी लगिरहेछ उतै हेर्दाखेरि। ठ्याक्कै पुग्यो ल लोमान्थाङ चाहिँ। हामी 9:23 गएको छ। हामी जस त्यहाँबाट तल झर्दाखेरि चाहिँ राम्रै पेसमा आयौँ। यहाँ अब हामी लन्च गरेर अनि निस्किनुपर्छ जति सक्छ छिटो। ल यहाँबाट हामी निस्क्यौँ। अब 10:30 बजी निस्क्यो। ब्याक टु कागबेनी मुक्तिनाथ। त्यहाँबाट फेरि जोमसोम हुँदै लेते हुँदै हामी फेरि तलतिर झर्छौँ। झ्याल परेको
ए शर्मा बुढोला कहाँ हुनु खोजे भिलेजभित्र छिर्नु पर्ने छ कि त्यहाँ एउटा रिभर क्रसिङ भएको भएर त्यो पनि यो पनि अप्सन छ बाइकलाई गाडीमा चाहिँ त्यो रिभर क्रसिङ गर्नै पर्छ खासै गाह्रो कुरो त होइन गाडीको लागि पानी बढेको छैन भने ल यहाँबाट हामी फेरि मुक्तिनाथ लाग्छौँ आमा शर्मा यहीँ आइसक्यो बाइक त्यहाँ राखेर अब हिँड्ने हो यहाँ माथि दाइ अलिकति यताबाट जाउँ है दाइ के हो यहाँ उता त गइँदैन होला पुलिसले नै यहीँ बस्ने हो भनेर सोचिरहेको थियो हामी लेतेबाट निस्क्यौँ आज काठमाडौँको लागि पानी परिरहेछ ल निस्क्यौँ इट्स टाइम टु इन्ड आवर भ्लग पानी परिरहेछ अब योभन्दा धेरै चाहिँ म रेकर्ड गर्दिनँ होला सायद इफ यु लाइक दिस काइन्ड अफ कन्टेन्ट please like, share and subscribe. Until next time, ride safe. Signing off. पुरै भिजिबिलिटी गइसक्यो wrong side पुरै wrong side काठमाडौँ छिर्ने बित्तिकैमा पानी आयो जय सम्पी देवी माई।